गर्ने माथि क्यापिटल लेटर कति पर्सेन्ट जानुपर्छ टु लाइनको 70% हो 70 to 80% है त्यहाँभन्दा माथि जानु हुँदैन है बुझ्नु भएको छ नि त्यसैले अनि यसलाई चाहिँ के गर्ने माथिबाट चाहिँ के गर्ने सिधा लाइन ल्याएर के यस लाइन तलको भागलाई वर्क गरिदिने र यो भागलाई यता सिधा ल्याएर माथिबाट सिधा लाइन ल्याएर फर्काइदिए पनि के हुन्छ है बुझ्नु भएको छ नि ल ए भयो अब बी लेख्दाखेरि के गर्ने माथिबाट फेरि के गर्ने बराबर यसरी 30 लाइन ल्याउने र यो पछाडिको भागलाई कर्व गरेर माथिबाट चाहिँ के गर्ने फेरि टी बनाउने र तल बी बनाउने है यसले प्र्याक्टिस गर्नुस् ल अनि त्यसपछि फेरि के गर्ने माथिबाट थोरै एप्सन बनाउनुस् तलबाट लाएर लाइन छोडेपछि माथि उठ्नुपर्छ है सी अब डी बनाउँदा सरी माथि जाने ई बनाउँदा पहिला चाहिँ के त क्यापिटल सी लाई स्मल साइजको सी बनाउने र त्यत्रै सी चाहिँ तल पनि जोड्नु अब या बनाउँदा पनि यसरी नै लाइन ल्याएर पछाडिको भागलाई कट गरेर यो अगाडिबाट पुरै